हाम्रो भाइको 1 वर्ष पुगेको दिन हो आज हैन। त्यही भएर हामी कहाँ जाँदैछौँ? हामी मन्दिर जाँदैछौँ, मङ्गलथानको मन्दिर जाँदैछौँ। आँसु पुग्नु पर्यो ए, आँसु आएछ क्या भाइको? त्यही भएर हामी कहाँ जाने? ल पुग्नुपर्छ। आमा छोरा जय सर, माया आमा, निराज बाबा, हामी मङ्गलथानको मन्दिर जान्छौँ। हुन्छ हुन्छ। अनि त्यसपछि मानी त स्कुल गइहाल्यो, जीवन तारा स्कुल गइहाल्यो, हामी चाहिँ जाने ल ल। त्यसरी अब हामी कहाँ जाने? मन्दिर घुमेर आउने। अनि त्यसपछि बर्थडे मान्नुपर्छ ल सानो छोरा। यसरी ह्याप्पी बर्थडे 1 इयर। अब हाम्रो भाइ उममा 1 वर्ष, उममा जन्मेको 1 वर्ष भयो। भरे बेलुका 8 बजी 1 वर्ष हुन्छ। अहिलेसम्म भएको छैन है। त्यही भएर हामी 1 वर्ष भएको हामी मान्दैछौँ है। ठिक छ। कहाँ बोक्यो बोक्न बोक्यो ल हो नि लगाइदिउँ के गर्दा चाहिँ हेरौँ कि। ल माथि लाउनु धुलो आउँछ सानो भाइ मान्दैन पो। वाह हिँड्यो त। ल जाउँ खोइ साँचो खोइ साँचो त्यही होला। ओहो ल सरी भगवान्को देखिएछ है। ल मन्दिर भित्र छिर नम्बर चल्दैछ। नम्बर चल्नु 5 रुपियाँ पैसा घन्टी बजाऊ भाइ। कस्तो नजिकबाट त धेरै नहुँदो रहेछ नि है, नदेख्ने कि। 1 2 3 4 जिया 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 जिया। भाइले जिगन लाउनु। मान्छे चाहिँ घन्टी बजाऊ ल, घन्टी बजाऊ भाइले, घन्टी बजाऊ। सानो भाइ टिकी लगाइदिनु ल भाइलाई। त्यहाँबाट अलिकति त्यो गरेर कस्तो अम्लट लगाइदिएको अहिले होइन, बिचको होइन त्योभन्दा पछाडिकोले। उता देउताको टाउको माथिबाट यसो यसो तानेर लाउनु न। गणेश भगवान् कहाँ ल खै टिकेर लाग्दैन रहेछ। क्यामेरा लाउनुपर्छ नि। माथि हामीलाई त माथि पो लाउने त कहाँ मुनि लगाइदिएको थियो। खिचिरहेको छ बाहिर बाहिर आउनु फलो गर्दै गणेश भगवान्लाई पनि 5 रुपिस दियो रहेछ हो। ए खै हाम्रो भाइलाई रक्षा गरोस् भनेर भगवान्लाई भन्दा पनि भन्यो। हेलो भाइ ल घन्टी बजाइदियो, घन्टी बजाइदियो। यहाँ टिङ टिङ पक ल हावा चलेको। सानो भाइ हेर न, हेर्दैन हाम्रो सानो भाइ। सानो भाइ टिङ 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 टिङ। कुकुर हो क्या त है। चित्तु होइन त ल भाइले उसले डोनेसन बक्समा हाल 5 रुपियाँ, 10 रुपियाँ हाल है। ल
मेरो झोला फस्न लागिसक्यो समात यु मस्ट बी क्याच अब त्यसले हाल्दैन होला पो कहाँ हो उयो डोनेसन बक्स ल तैँले र भाइको हातले त्यो चुच्चो बनाऊ न भाइले हाल्दा हाल्दैन अब उसलाई नदिएसम्म अब आया यो सुल्टा हाल्दै हाल सुल्टा हाल्दै हाल भाइले हाल्दैन छैन ल जाने अन्त कति बज्यो नखानेर उल्टा लाग्छ बाउ त्यो मन्दिर त्यो मूर्तिवाला ढोग्ने ढोक्रे होइन यहाँ एउटा चक्लेट हाल्नुपर्छ गणेश भगवान्लाई पनि दिनुपर्छ भने त्यो बाहिर यो बच्चालाई समात न यहाँ राख्दियो है यसलाई भुइँमा हुन्छ यहाँ राखेर फोटो खिच्छ ल यो डराएको जस्तो गरेँ कि यसले यो मान्दै मान्छ गणेश भगवान गणेश चन्द्र विनायक गणेशाय नमः हाम्रो भाइलाई पनि चाहिँ टिकी लगाइदिनु पऱ्यो टिकी 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 ल हाम्रो भाइले यहाँ हाल्नु ल हस् स्टोन कट ल जाने हो स्वास्थ्य निरोगी हुनु ज्ञानी हुनु मार्क्स लागेको छ यसलाई उता गर बाउ यसलाई यता गर ल मैनपति सिजनलाई अर्को मैनपति बाल पनि भयो त्यस्तो मजा आएछ छैन तपाईँ त यहाँ बन्नुपर्छ यहाँ ल अमा अमा आगो लोडेछ ल मैनपतिमा कहिले नै गएर हात हाल्नु गएछ ल बोली हाल्नुपर्छ ठिक भएछ सानो भएछ मैनपति अर्को लगाऊ मैनपति अर्को लगाऊ बस त्यो पोछ है समात्दै दिदी अम्बेल उठाउनु पर्यो यहाँ चाहिँ एउटा चक्कर अलिकति अर्को बन्नुपर्ने रहेछ यसले चाहिँ नजिक देखेँ भयो है त्यसले टाढादेखि त्यसलाई अलिकति घोप्टाउँछ नि उताकोलाई मासतिर ढोकातिर धेरै देखेँ त्यसलाई निकालेर खाइदिनु त भयो यो त ननिकाल्ने खालको रहेछ फुक्नु त फुकेर फुकिँदैन रहेछ तार पोल्दैन मान्छेको पानीको उयो छुरीले बाँध्दैन भुको बोल्नु थाल्दैन त्यो फेरि पनि बल्छ ल ल ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे फुकी पाएन पाल्नुपर्छ होइन बल्छ बल्छ आफै बल्छ यो आफै बल्छ क्या म्याजिक वाला त्यो हो कि यो चाहिँ नफुका है यो चाहिँ नफुका है माने यो मात्रै हो यो चाहिँ देउताको हो Happy birthday to you. Birthday to you. Happy birthday सानो भाइ भन्नु माने पनि birthday to you. तिमी भन्नु ताली बजाउन Happy birthday to you. Happy birthday to you. Happy birthday सानो भाइ Happy birthday to you. ये ताली बजाउन माने ताली बजाऊ यस्तो दिदी रहेछ फुक्दै भाइ फुक फुक फुके
तैँले पुग्नु भाइ ल मानीले गर ल मानीको टर्न ल फेरि बोलिस् नि ल मानीको टर्न ल मानिक टर्न मानीको टर्न ल पुग्दैन अलि मज्जाले पुग न पुग 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 ल गर न मानी अलि मज्जाले कोइ 1 2 3 ल भाइले पनि पुग 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 ओ ताली बजाइदे फेरि पनि भन्छ के यो त निकाल्दिन न अब यो उयो म्याजिक वाला हो क्या निकालेर त्यो गर्नुपर्छ हो न अब सिटी फिनिश्ड निकाल्दिन न फिनिश भयो अब फिनिश भयो फिनिश निकाल्ने हो फिनिश भयो फेरि पनि फिनिश भन्छ निकाल्दिन अब बोल्दैन त निकाल्दै के ल एक काट्नु ल आऊ बाबु पनि आउनुस् ह्यापी बर्थडे to you happy birthday to you ह्यापी बर्थडे जया भाइ happy birthday to you मानी पनि आऊ ह्यान्डसम्म त यहाँ यहाँसम्म त नि यहाँ आमा ये ल भाइलाई खुइदेऊ अलिकति मानले ए होइन पहिला देउतालाई राख्नु है देउता भाउ प्लेट प्लेट अलिकति नयाँ फोटो खिच्नु कति ठुलो रहेछ प्लेट त अब हैन ल देउतालाई नो फोटो खिच्ने नो प्लेटमा राखिदिएको नो भयो फोटो खिच्ने नो फोटो खिच्ने नो फोटो खिच्ने नो फोटो खिच्ने ल देउतालाई यति राखिदिऊ ल फोटो खिच्ने बाहिर आऊ। हैन नो for our god नो नो फोटो खिच्ने to our god यहाँ खान्छ त उतापट्टि साउन्ड देखिरहेछ हामीलाई तपाईँले यहाँबाट आउने खाता लगाएर देख्छ खाइदिनु यहाँ त्यसपछि टिक्क सेतो अलिकति लगाइदिनु यहाँतिर खाता लगाइदिनु ल जा सरलाई Happy birthday to you. Happy birthday to you. ताली बजाइदियो मानले खै Happy birthday. भएन अलिकति हातले टिपेर खाइदिनु अलिकति टिका लाग्दैन पहिला खानु दिनु सानो हुँदा लगाइदिनु सानो हुँदा टिकाउँदै Happy birthday. मानिला पनि मानेको टर्न पनि ल छिटो छिटो Yo. छिटो आउन Yo. Tadi punya mancu ni. Kita mancu. ले बनाउँछु ले
टेबल ल्याउन हातमा लाग्यो कि यसको ल माइन लामाले दिन्छु ल ल उसको भाग दिनु पर्यो मेरो जाउन दौडे मलाई टिके नानीको पेट ल तिमीलाई पनि टिका लाउनु ल कम अन ह्यापी बर्थडे टु यु बोलेको न चाहिँ पहिले यो माथि गर्दैन यो बाउ कपाल त्यसको कपाल त्यसो टिकी टिकी यस्तो लाउने रे यस्तो यस्तो उसलाई यस्तो मनपर्छ कि अब उसलाई पिङ्क कलरको यो चाहियो रे अब के भनेको त्यहीपट्टि नै काटेर दिनु पऱ्यो है यो मानलाई ओन्टी यो यस्तो क्याडबरी अहिले खाइसक्यो होइन नखाने है अब यो केट पाता खानी केट पाता खानी केट पाता यो त खानु हुँदैन अग्लो बनाएर मरेछ होचो बनाएर ठुलो बनाइदिनु पर्छ है अग्लो बनाइसक्यो यहाँ यो खाने भने होइन यो पिङ्क कलर पिङ्क कलर ए त्यहाँ अब घोप्टिन्छ होइन यो बच्चा ल ल तिमीलाई पिङ्क कलर ल भाइलाई पनि अलिकति खुवाइदेऊ यहाँबाट निकालेर अलिकति हो यो अलिकति भाइलाई खुवाइदेऊ ल तिमी यता बसेर खुवाउ न यता बसेर खुवाइदेऊ ल यहाँ आएर खुवाइदेऊ भाइलाई अलिकति खुवाइदेऊ ल भाइलाई ह्याप्पी बर्थडे भाइ भने थ्याङ्क यू दिदी ल दिदीलाई चाहिँ ल एउटापट्टि यहाँ बसेर तपाईँ तपाईँबाट फर्केर आउनु भाइ पनि यसरी बसेर खानुपर्छ नि त हेर यहाँ बस दिदी यहाँ बस्नुपर्छ दिदी यहाँ बस्छ वाउ आई लभ यु त्यस्तो मात्रै गम्म खानेछु क्या त्यो गुलिएछ त्यो ल हामी पनि सानो सानो खाउँ त एउटै प्लेटमा हाल्नु हाल्दिनँ ल सानो भाइले खान्छ ल ठिक र सानो भाइ खाने रहेछ चिसो छ होला धेरै दिन ल फर्केर अब उगाले ल मलाई पनि डिभाइडेड गरिदिउँ टिप्नु पर्दो रहेछ है यो हुँदैन पिङ्कले चकलेट खाने त्यस्तो यस्तो गइरहेको यो छैन पनि आउँछ यो दिदी ठुलो लगेर दियो भएर नि होइन खानु खानु तर पनि खानु भाइलाई पनि दिउँ न है अघि नै ल्याएको भएर चिसो कम्ती भइसक्छ त्यो चिसो खानु अझै चिसै त छ खोइ आउँछ नि हेलो चिनी पाउ त हो त्यो मिठो धेरै गुली छैन रहेछ बरु के चिसो भएर गुलिन लाग्यो हो त्यो जतिको वा पकाउनु छैन है होइन हाम्रो भाइ हेर्न एक ठाउँबाट हालिदियो त हाले मजा लाग्यो है उसलाई ह्याप्पी बर्थडे टु यु जया सर खान्छ ह्याप्पी बर्थडे भाइ लामा ह्याप्पी बर्थडे टु यु बाबा चम्ची दिनु न चम्ची सब्जी ल्यायो भाइ अब यो बच्चाहरू पकाएर राख्नु योहरू पनि उतातिर लड्ने तेरो बोर्ड छैन ल अब भयो माया बन्द गर्ने क्यामेरा बन्द गर भइहाल्यो नि भयो अब मामा आएपछि फेरि काटेर दिने भयो ताली बजाऊ ह्याप्पी बर्थडे टु यु JAYA जया लामा ह्याप्पी ह्याप्पी ये ल अब टुक्लुक टुक्लुक हिँड न खानेकुरो भएपछि त हिँड्ने हाल्नु चाहिँ त्यसले कस्तो खुसी भएर छु आमा बाबा खुसी भएको खुसी लागेर खै नाचेको कतै हेरेर जय सर के गरेँ कसले लगाइदिएको ना उसलाई लाउनु पर्ने त रिसाएर कत्रो उठ्छ
त्यत्रो केक लिएर मान्छे दिनु नदिनु लाग्यो के खाएको will allow humanitarian work to resume. The paramilitary group controls the key यता हेर त